नेपालको अर्थतन्त्र ओह्रालो लागिरहेको छ? यसका मुख्य कारणहरू के हुन्? यसले हाम्रो दैनिक जीवनमा कस्तो असर पारिरहेको छ? र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसबाट बाहिर निस्कन के कस्ता उपायहरू अपनाउन सकिन्छ त? आउनुहोस् आजको यस भिडियोमा नेपालको अर्थतन्त्रमा हाल देखिएको गिरावटको बारेमा चर्चा गरौँ। नेपालको अर्थतन्त्रमा गिरावट हुनुका मुख्य कारणहरूको चर्चा गरौँ। कुनै पनि देशको अर्थतन्त्रमा गिरावट आउनुमा एउटा मात्र कारण हुँदैन, विभिन्न आन्तरिक र बाह्य कारणहरू जिम्मेवार हुन्छन्। नेपालको सन्दर्भमा केही प्रमुख कारणहरू यस्ता छन्। आउनुहोस् उनको चर्चा गरौँ। कोभिड-19 महामारीको दीर्घकालीन असर। यस विश्वव्यापी महामारीले पर्यटन, वैदेशिक रोजगार, उत्पादन र आपूर्ति श्रृङ्खलामा नराम्रो धक्का दियो। यसको असरबाट हाम्रो अर्थतन्त्र अझै पूर्ण रूपमा माथि उठ्न सकेको छैन। रुस र युक्रेन युद्धको प्रभाव। यो युद्धले विश्व बजारमा पेट्रोलियम पदार्थ, खाद्यान्न र औद्योगिक कच्चा पदार्थको मूल्य आकाशिएको छ। यसले गर्दा हाम्रो जस्तो आयातमा निर्भर देशमा महँगी अत्याधिक बढेको छ। उच्च आयात र न्यून निर्यात। हामी दैनिक उपभोग्य वस्तुदेखि विलासिताका सामानसम्म विदेशबाट आयात गर्छौँ, तर हाम्रो निर्यात निकै कम छ। यसले गर्दा व्यापार घाटा चुलिएको छ र विदेशी मुद्रा सञ्चितमा चाप परेको छ। उत्पादनमा कमजोरी। एक जमाना थियो जब नेपाल कृषि प्रधान देश भनेर चिनिन्थ्यो, तर आज हामी चामल, दाल, तेल, नुन, तरकारी समेत विदेशबाट आयात गर्न बाध्य छौँ। हाम्रो उर्वरा भूमि बाँझै छ, युवाहरू विदेश हुँदैछ, उद्योग धन्दा कष्ट आउन सकिरहेको छ। कहिले टेक्निकको अभाव, कहिले कच्चा पदार्थ, कहिले सरकारी नीतिको अभाव। जबसम्म हामी आफ्नो उत्पादन बढाउँदैनौँ नि, आयातमाथिको निर्भरता कम हुँदैन। बैङ्कमा पैसाको खडेरी र महँगो बजार। पछिल्लो समय बैङ्क तथा वित्तीय संस्थाहरूमा लगानी योग्य रकमको अभाव देखियो। यसले गर्दा बैङ्कहरूले ऋणको ब्याज दर वात्तै बढायो। अब सोच्नुहोस् त, महँगो ब्याजमा ऋण दिएर कसले नयाँ उद्योग खोल्ने हिम्मत गर्छ? चलिरहेका व्यवसायलाई पनि सञ्चालन गर्न गाह्रो भयो। यसले समग्र आर्थिक गतिविधिलाई नै सुस्त बनाइदियो। कछुवाको गतिमा विकास गर्छ। सरकारले हरेक वर्ष विकास निर्माणका लागि बजेट छुट्याउँछ, जसलाई पुँजीगत खर्च भनिन्छ, तर त्यो पैसा समयमै र प्रभावकारी ढङ्गले खर्च हुन नसकेको छैन। पुल, बाटो, जलविद्युत आयोजनाहरू समयमा बन्दैन। जब विकास निर्माणको काम सुस्त हुन्छ, यसले रोजगारी सृजनामा पनि असर पार्छ र आर्थिक वृद्धिमा पनि। नीतिगत डगमगाट र सुशासन। छिटो छिटो सरकार परिवर्तन हुँदा आर्थिक नीतिहरूमा पनि अस्थिरता आउनु पर्छ। लगानीकर्ताहरू ढुक्क भएर लगानी गर्ने चिचाउँछन्। त्यसमाथि भ्रष्टाचार र ढिलासुस्तीले पनि आर्थिक विकासमा बाधा पुर्याइरहेको छ। बलियो र स्थिर नीति तथा सुशासन बिना अर्थतन्त्रले पनि सुस्त गति लिन्छ। यी त थिए नेपालको अर्थतन्त्रमा गिरावट हुने केही प्रमुख कारणहरू, जसले हाम्रो अर्थतन्त्रलाई यो अवस्थासम्म ल्याइपुर्यायो। अब प्रश्न उठ्छ, यी कारणहरूले हाम्रो जीवनमा कस्तो असर पारिरहेको छ त? आउनुहोस् त्यो पनि हेरौँ। अर्थतन्त्र बिग्रिनु भनेको केवल तथ्याङ्कमा देखिने गिरावट मात्र होइन, यसले हाम्रो दैनिक जीवनका हरेक पाटाहरूलाई नराम्रोसँग गाँजेको हुन्छ। आकाशित महँगी। यो सबैभन्दा प्रत्यक्ष र पीडादायी असर हो। तपाईँ बजार जानुहोस्, हरेक सामानको दाम बढेको पाउनुहुन्छ। दाल, चामल, तेल, नुन, तरकारी, ग्यास, पेट्रोल आदि। केही बाँकी छैन। 100 रुपियाँले पहिले जति सामान आउँथ्यो, अहिले त्यसको आधा पनि आउनु मुस्किल छ। यस्तै विशेष गरी सीमित आम्दानी हुने र गरिब परिवारलाई बाँच्न दग्दो बनाइदिएको छ। रोजगारीमा सङ्कट। जब आर्थिक गतिविधिहरू सुस्त हुन्छ, नयाँ उद्योग धन्दा खुल्दैन, चलिरहेका पनि क्षमता घटाउन वा बन्द गर्न बाध्य हुन्छ। यसको सिधा असर रोजगारीमा पर्छ। हजारौँ युवाहरू बेरोजगार बन्न पुग्छन् वा विदेशिन बाध्य हुन्छन्। व्यापार व्यवसाय धराशायी। साना किराना पसलदेखि ठुला उद्योगसम्म सबै सङ्कटमा पुगेका छन्। एकातिर उत्पादन लगानी बढेको छ भने अर्कोतिर बजारमा माग घटेको छ। नाफा घट्दै गएपछि कतिपय व्यवसायहरू पलायन हुने अवस्थामा पुगिसकेका छन्। विदेशी मुद्राको रन्को। हामीले अघि नै
भनिसकेका छौँ, हाम्रो आयात धेरै छ र निर्यात कम। यसले गर्दा देशमा भएको डलर सकिँदै जान्छ। यदि यो अवस्था भयावह भयो भने हामीले विदेशबाट औषधि, पेट्रोलियम पदार्थ जस्ता अत्यावश्यक वस्तु किन्न पनि नसक्ने अवस्थामा आउन सक्छौँ, जस्तो कि केही समयअघि श्रीलङ्कामा देखिएको थियो। गरिबीको दुष्चक्र। महँगी र बेरोजगारीले मानिसहरूको किन्ने शक्ति घटाइदिन्छ, जसले गर्दा धेरै मानिसहरू गरिबीको रेखामुनि धकेलिन सक्छन्। यसले सामाजिक समस्याहरू पनि बढाउन सक्छ। देशको समग्र विकासमा ठेस। यी सबैको अन्तिम परिमाण भनेको त देशको जिडिपी वृद्धि दर घट्छ। जिडिपी भनेको एक वर्षमा देशमा उत्पादन भएको सबै वस्तु तथा सेवाको कुल मूल्य हो। यो घट्नु भनेको देशको आर्थिक रूपमा कमजोर हुनु जस्तै हो, जसले शिक्षा, स्वास्थ्य, पूर्वाधार जस्ता सबै क्षेत्रको विकासमा नकारात्मक असर पार्छ। यी असरहरू सुन्दा पक्कै पनि मन खिन्न हुन्छ, तर के हरेक समस्याको समाधान हुँदैन? अवश्य हुन्छ। आउनुहोस् अब यो आर्थिक सङ्कटबाट बाहिर निस्कन के कस्ता उपायहरू अपनाउन सकिन्छ? समस्याको पहिचान र असरको विश्लेषणपछि अब पालो हुन्छ समाधान खोज्ने। यो अवस्थाबाट माथि उठ्न सरकार, निजी क्षेत्रका आम नागरिकले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ। केही अल्पकालीन र दीर्घकालीन उपायहरू यस्ता पनि हुन सक्छन्। आउनुहोस् यिनबारे पनि केही छोटो चर्चा गरौँ। सबैभन्दा पहिलो समाधानको विषय रहेको छ कृषि क्रान्ति। नेपालको सबैभन्दा ठुलो सम्भावना भनेकै कृषि हो। हामीले परम्परागत खेती प्रणालीलाई त्यागेर आधुनिकीकरण र व्यावसायिकरणमा जानुपर्छ। किसानलाई समयमै मल, बिउ, सिँचाइ, प्रविधि र सस्तो ब्याजमा ऋण उपलब्ध गराउनुपर्छ। उत्पादित वस्तुको उचित बजार व्यवस्थापन गर्नुपर्छ। यसले एकातिर आयात प्रतिस्थापन हुन्छ भने अर्कोतिर रोजगारीको सिर्जना पनि गर्छ। बारीदेखि बजारसम्मको बलियो सञ्चालन बनाउनुपर्छ। स्वदेशी उद्योगहरूलाई प्राथमिकता। साना, मझौला तथा ठुला सबै प्रकारका स्वदेशी उद्योगहरूलाई संरक्षण र प्रोत्साहन दिनुपर्छ। उनीहरूलाई सन्तोषमा बिजुली, कच्चा पदार्थ, सहुलियत, कर, छुट र उत्पादित वस्तुको लागि बजार सुनिश्चित गर्नुपर्छ। आफ्नै उत्पादन प्रयोग गरौँ भन्ने मूल भावना जगाउनुपर्छ। यसले आयात घटाउँछ, रोजगारी बढाउँछ र देशलाई आत्मनिर्भर बनाउन पनि सहयोग पुर्याउँछ। पर्यटन प्रवर्धन। कोभिडले थला परेको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्न आक्रामक योजना चाहिन्छ। नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास गर्ने, भएका सम्पदाको संरक्षण गर्ने, पूर्वाधारमा सुधार गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपालको मौलिकता र सुन्दरताको प्रसार गर्नुपर्छ। धार्मिक, सांस्कृतिक, साहसिक र ग्रामीण पर्यटकहरूलाई पनि उत्तिकै महत्त्वमा जोड दिनुपर्छ। अब कुरा गरौँ आयातमा लगाम र निर्यातमा जोड गर्ने विषयमा। विलासिता र अनावश्यक वस्तुको आयातमा कडाइ गर्नुपर्छ, तर आवश्यक वस्तु र औद्योगिक कच्चा पदार्थको आयात सहज बनाउनुपर्छ। सँगसँगै हामीले निर्यात गर्न सक्ने वस्तु, जडीबुटी, हस्तकला, कृषि उत्पादन आदिको उच्च गुणस्तर बढाएर नयाँ अन्तर्राष्ट्रिय बजार रेमिटेन्सको सङ्कलन। विदेशबाट बिक्री गरेर कमाएको पैसा धेरै जसो यसलाई उत्पादन क्षेत्रमा लगानी कृषि लगानी सरकारले यसका लागि आकर्षक विकास आयोजनाहरू समन्वय र गुणस्तरीय ढङ्गले सम्पन्न गर्न कडा अनुगमन र मूल्याङ्कन प्रणाली चाहिन्छ। ठेक्का प्रक्रिया पारदर्शी हुनुपर्छ र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुपर्छ। जब विकासका काम छिटो हुन्छन्, त्यसले आर्थिक चक्रलाई पनि गति दिन्छ। स्थिर नीति र असल शासन। लगानीकर्ताहरूले खोज्ने भनेको नै स्थिर नीति र सुरक्षित वातावरण हो। सरकारले आर्थिक नीतिहरूमा स्थायित्व दिनुपर्छ र अनावश्यक झन्झट हटाइदिनुपर्छ। भ्रष्टाचार नियन्त्रण, पारदर्शिता र जवाबदेहिता सुशासनका खम्बाहरू हुन्, जसले अर्थतन्त्रलाई बलियो बनाउँछन्। वित्तीय अनुशासन।
सरकारले अनावश्यक र अनुत्पादन क्षेत्रमा हुने खर्च कटौती गर्नुपर्छ। राजस्व सङ्कलनलाई प्रभावकारी बनाउनुपर्छ। वित्तीय अनुशासन कायम भएमा मात्र देशको आर्थिक अवस्था राम्रो हुन्छ। उद्यमशीलताको विकास। हाम्रो युवाहरूमा नयाँ सोच र जोस छ। उनीहरूलाई देशमै उद्यम गर्न प्रेरित गर्नुपर्छ। यसका लागि आवश्यक तालिम, प्रविधि, सहुलियतपूर्ण ऋण र बजारसम्म पहुँच पुर्याउन सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ। अब शिखर होइन, अब क्रिएटर बनाउने सोच राख्नुपर्छ। यी त भए केही प्रमुख उपायहरू। यी बाहेक जलविद्युतको विकास, सूचना प्रविधिको प्रवर्धन, मानव संसाधन विकास जस्ता अनेकौँ क्षेत्रमा काम गर्न सकिन्छ। नेपालको अर्थतन्त्रमा अहिले चुनौतीका बादलहरू मडारिरहेका छन्। तर हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भने चाहिँ यी चुनौतीहरूले हामीलाई नयाँ अवसरहरूको ढोका पनि देखाइरहेका छन्। आत्मनिर्भर बन्ने, आफ्नो उत्पादन बढाउने र दिगो विकासको बाटोमा अघि बढ्ने यो एक महत्त्वपूर्ण घडी हो। निराश भएर बस्ने बेला यो होइन। सरकारले सही नीति र दृढ इच्छाशक्ति देखाउने, निजी क्षेत्रले जोखिम मोलेर लगानी बढाउने, सहकारी क्षेत्रले उत्पादन वृद्धि गराउन सघाउने र हामी आम नागरिकले सकेसम्म स्वदेशी उत्पादनको प्रयोग गर्ने र आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्ने हो भने हामी यो आर्थिक सङ्कटबाट अवश्य पनि पर लगाउन सक्छौँ। एकपटक सोच्नुहोस् त, कृषि, पर्यटन, जलविद्युत र हाम्रा युवा जनशक्ति यी हाम्रा अमूल्य सम्पत्ति हुन्। यिनको सही सदुपयोग गर्न सके नेपालको अर्थतन्त्रले छुट्टै नै काँचुली फेर्नेछ र हामी सबैको समृद्धिको यात्रा सँगै अघि बढ्न सक्नेछौँ। आशाको दियो निम्न दिनु हुँदैन। आजको यो विषय तपाईँहरूलाई कस्तो लाग्यो? के तपाईँहरूसँग पनि अर्थतन्त्रमा सुधारका लागि कुनै नयाँ उपायहरू छन्? यदि छन् भने कृपया कमेन्ट बक्समा आफ्ना अमूल्य विचार र सुझावहरू लेख्न नभुल्नुहोला। तपाईँको हरेक कमेन्टले हामीलाई थप हौसला दिन्छ। यदि यो भिडियो मन पर्यो भने कृपया लाइक, कमेन्ट र सेयर गरिदिनु होला। आगामी भिडियोमा अर्को रोचक विषय लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि